आदरणीय श्रोता तथा साहित्य रसिक महानुभावहरू, कार्यक्रम हृदय वाचनमा हार्दिक स्वागत गर्दछु। म दिनेश तामाङ। अब मन शान्त पार्नुहोस्, आत्मालाई खुल्ला राख्नुहोस्, किनकि औँसीको जुनका शब्दहरूले यति बेला तपाईँको हृदयमा एक कोमल तर अमिट प्रकाश बर्साउन लागेको छ। साहित्यकार चन्द्रलाल तामाङ, औँसीको जुन, उपन्यास परिदृश्य 1। एक बिहानै मोबाइलमा म्यासेज आएको घन्टी टिङ टिङ बज्यो। मैले म्यासेज खोलेर हेरेँ। विगत 1 वर्षदेखि फोन वा म्यासेज केही आउने नगरेकोमा आज 81 गीताको म्यासेज देखेर म छक्क परेँ। म्यासेजमा लेखिएको थियो, नारायण, तिमी तुरुन्तै काठमाडौँ आउनु। सुभाषको अवस्था एकदमै नाजुक हुँदै गएको छ। अन्तिम पटक उनले तिमीलाई भेट्ने साह्रै इच्छा गरेको छ। प्लिज, मेरो लागि नभए पनि अन्तिम अवस्थामा पुगेको मान्छेको इच्छा पुरा गर्नका लागि तिमी आउनै पर्छ। गीताले पठाएको म्यासेज पढेर म सोचमग्न भएँ। मनमा अनेक कुराहरूको भेल उर्लन थाल्यो। त्यो मान्छे किन अन्तिम अवस्थामा पुग्यो? उनले बोलाउँदैमा म सुभाषलाई भेट्न पनि किन जाने? उसँग मेरो नाता नै के छ र? फेरि गीता पनि त मेरो कोही होइन। उनले मसँगको नाता तोडेकै हुनुपर्छ, नत्र म विदेशबाट फर्कदा उनी मलाई लिन किन एयरपोर्ट आइन? कोठामा ताल्चा लगाएर पत्र छोडी आजसम्म बेपत्ता हुनुको कारण के थियो? त्यसको चित्तबुझ्दो जवाफ मैले पाइरहेको थिइनँ। खाटा बसिसकेको विगतका यादहरू फेरि ताजा भए। मलाई विगतले पछ्याउन थाल्यो। मेरो आफ्नै लयमा जीवन चलिरहेको थियो, तर अचानक आएको गीताको म्यासेजले म सोचमग्न हुन पुगेँ। म यति सोचमग्न भएँ कि सोच्दा सोच्दै केटाकेटीको समयका यादहरूमा डुब्न पुगेँ। फागुन महिनाको मध्य थियो। चिसो राम्ररी हटिसकेको थिएन। म 5 कक्षाको अन्तिम परीक्षा सकेर घरमा आनन्दले बसिरहेको थिएँ। आनन्द यस अर्थमा पनि थियो कि त्यस समयको 5 कक्षामा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो। परीक्षा सन्तोषजनक भएकोले पनि म निकै खुसी थिएँ। त्यतिखेर 5 कक्षा पास हुनेलाई शिक्षित गनिन्थे। मेरो विद्यालयमा 5 कक्षामाथि पढाइ हुँदैनथ्यो। म कक्षा 6 पढ्नका लागि सदरमुकाम वा अन्यत्र जानुपर्ने अवस्था थियो। अन्यत्र पढ्न पठाउन मेरी आमालाई मन थिएन। त्यसैले बाँकी पढाइ मैले दमौलीतिर गएर पढ्नुपर्ने भयो। साँझपख घरको कुकुर भुकेर सबैको ध्यान खिच्यो। को आयो भन्दै आमा बाहिर निस्कनु भयो। केही छिनपछि आमाले बोलाउनु भयो, तेरो हेड सर आउनु भएको छ, भेट्न बाहिर निस्की। साँझको 8 बजेको हुँदो हो। उहाँले भन्नुभयो, सांस्कृतिक कार्यक्रम छ, कविता वाचन गर्ने निम्तो छ, तयारी भएर बाहिर आऊ, तिमीलाई कार्यक्रम स्थलतिर लिएर जानु पर्नेछ भन्दै म सरले लिएर जानुभयो। म कविता वाचन गर्न तयार भएँ। मलाई सरले कार्यक्रम स्थलतिर लिएर जानुभयो। म सरको पछि लुरु हिँडिरहेँ। केही समयको हिँडाइपछि हामी कार्यक्रम स्थलमा पुग्यौँ। त्यस बेला गोविन्द बहादुर मल्ल गोठालेको बहुचर्चित नाटक बहुला काजीको सपना मञ्चन भइरहेको थियो। नाटक असाध्यै राम्रो थियो। मनै छुने जागरणवादी नाटक थियो। पञ्चायती शासनको विरोध थियो। अन्याय, अत्याचार र दमन गर्ने कसैको पनि अब खैरियत छैन भन्ने मूल भाव नाटकमा थियो। जनता रैती होइन, कसैको नोकर वा दास होइन, जनता जनार्दन हुन् भन्ने कुरा नाटकमा देखाएको थियो। नाटक सकेपछि सांस्कृतिक समूहले जनजागरण गीत प्रस्तुत गरे। पसिना र रगत हाम्रो फटाहाले खाने भयो भन्ने बोलको गीत थियो। त्यसपछि व्यक्तिगत प्रस्तुति राख्न समय सुरु भयो। यसै क्रममा हेड सरको आग्रहमा मैले कविता वाचन गरेँ।
उठौँ साथी हो, अब उठ्ने बेला भो। जुटौँ साथी हो, अब जुट्ने बेला भो। सामन्त र शोषकलाई खोजी खोजी चुट्ने बेला भो। मेरो त्यस कवितालाई पछि जागरण गीतको रूपमा गाइयो। थुप्रै नाटक सभा र सम्मेलनहरूमा त्यो गीत बज्यो। रातभरि नाटक तथा भाषण गरी बिहान सबैजना छुट्टिने बेला भयो। हेड सरको आग्रहमा पढाइको नतिजा नआउन्जेल केही समयका लागि सयपत्री सांस्कृतिक समूहमा आबद्ध भए। त्यस समूहमा रहेर विभिन्न शिविर तथा जिल्लाहरूमा मैले घुम्ने अवसर पाएँ। घरमै बसे पनि आबद्ध जनसांस्कृतिक समूहको निर्देशन अनुसार जागरण गीत नाटक आदि तयार गर्न थाले। पार्टीले तय गरेको संस्थामा गएर प्रस्तुत दिनुपर्ने मेरो काम थियो। सुरुमा त रमाइलै लाग्थ्यो, किनकि मेरा गाउँले 2 दाइहरू पनि जनमुक्ति सेनामा 1 वर्ष अघिदेखि आबद्ध थिए। उनीहरू जनमुक्ति सेनामा भए पनि भेटघाट भने खासै भएको थिएन। कुनै सभा सम्मेलनको बेला यता कता भेट हुने गरे पनि दुवैलाई एकै पटक कहिले भेट भएको थिएन। म करिब 2 वर्ष यसरी पार्टीको कार्यक्रमहरूमा प्रस्तुत गर्दै हिँडिरहे। म 15 वर्षमा टेकेको थिएँ। त्यसमा पनि घरको एक्लो छोरो थिएँ। गाउँमा पढ्दा सुखले पढ्न पाएको थिइनँ। बुबाको मृत्युपछि आमाले साह्रै दुःख गरी हामी 3 जना छोराछोरीलाई हुर्काइरहनु भएको थियो। आमाले भन्ने गर्नुहुन्थ्यो, छोरा हाम्रो सहारा भन्नु त नै छस्। हाम्रो परिवारको छाना आठ भरोसा भनेकै तिमीहरूका बा थिए। उहाँलाई पनि शत्रुले मारिदिए। तैँले शत्रुको अगाडि शिर ठाडो गरेर जिउनु पर्छ। मेरो किशोर मस्तिष्कले त्यस्ता कुरा राम्ररी बुझ्न सकेको थिएन। एक दिन बुवाले काम गरेको पोखरा पुनरावेदन अदालतका प्रमुख न्यायाधीश मोहन प्रसाद हाम्रो घरमा आउनु भएको थियो। उहाँ र आमा बीच मोहन प्रसाद हाम्रो घर खोज्दै आइपुग्नु भएको थियो। एक्कासी न्यायाधीशको कुराकानी सुरु गर्नुभयो। न्यायाधीशसँग केही औपचारिक र केही अनौपचारिक कुराकानी भयो। आमाको अवस्था र हाम्रो पढाइ आदिमा कुराकानी भयो। साथै उहाँले तपाईहरूका श्रीमान देवेन्द्रजी असल इमान्दार र देशभक्त वकिल हुनुहुन्थ्यो भनी सुनाउनुभयो। आफू न्यायाधीश भए पनि कहिलेकाहीँ फैसला सुनाउन गाह्रो भएको बेला देवेन्द्रजीको सल्लाह लिएर फैसलाहरू गरेको कुरा उहाँले सुनाउनुभयो। त्यसैले निर्दोषलाई अन्याय पर्ने गरी कुनै फैसला गर्न नपरेको कुरा पनि उहाँले गर्नुभयो। बुबाका बारेमा गरेका ती कुरा आमाको छेउमै बसेर मैले सुनिरहेका थिएँ। न्यायाधीशले थप कुरा गर्दै भन्नुभयो, भाउजू तपाईँलाई थाहा नहुन सक्छ, मलाई पनि पक्का यकिन छैन, तर देवेन्द्रजीको जहाँसम्म कुरा सुनेको छु त्यो आक्रमण तपाईँको देवर वकिल नरेशको भूमिका छ भन्ने, किनभने दुवै एक अर्काको मुद्दामा आम्ने सामने भएका थिए। तपाईँको देवर नरेशले जित्ने अपेक्षा गरिएको एउटा मुद्दा थियो। देवेन्द्रले आफ्ना सबुत प्रमाण र साक्षी सहित यसरी बलियोसँग पेश गरे कि नरेशलाई पसिना आउन थाल्यो। उनको विजय हुने लडाई पल्टियो। अपराधीलाई 3 वर्षको कैद सजाय सुनायो। त्यस हारबाट उनी विचलित भएका थिए। त्यसपछि नरेशले देवेन्द्रलाई देवीको थानमा लगेर बलि चढाउँछु भन्ने घोषणा गरेका थिए रे। व्यक्तिगत रूपमा मलाई पनि त्यही शङ्का छ। मलाई यसबारे कुनै ज्ञान छैन। यदि उनले नै यो अपराध गरेको भए पनि म के गर्न सक्छु र? आमाले भन्नुभएको थियो। मलाई शङ्का छ। यदि तपाईँ चाहनुहुन्छ भने तपाईँ प्रहरीलाई रिपोर्ट गर्न सक्नुहुन्छ। प्रहरीले अनुसन्धान गर्ने छ र दोषी पत्ता लगाउन सक्छ।
यदि दोषी पत्ता लाग्यो भने उसलाई ज्यानमारा केसमा सजाय हुन्छ। मुख्य न्यायाधीशले भन्नुभयो। मसँग मेरो कोही साक्षी छैन। मसँग वकिल र मुद्दा मामिला गर्ने पैसा छैन। म जस्तो निरीहलाई कसले न्याय दिन्छ र? त्यसमाथि म कानुनको कुरा बुझ्न सक्दिनँ। सत्य यो पनि हो कि वकिल र साक्षी भए पनि मसँग मुद्दा लड्ने कुनै हिम्मत छैन। पहिला कुनै साक्षी प्रमाण नभेटेकाले केस खारेज भइसकेको थियो। फेरि केस बिउझाउन धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ। यो मसँग छैन। मेरो टाउकोमा पहिलेदेखि धेरै जिम्मेवारी छन्। जसरी भए पनि मैले 2 छाकको खाना र मेरा छोराछोरीको पढाइ तथा लालन पालनको व्यवस्थापन गर्नुपर्छ। यदि भगवानले मेरो अर्को परीक्षा लिएन भने आफ्नो छोराछोरीको लालन पालन र राम्रो शिक्षा दीक्षाको प्रबन्ध गर्न सकौँ भन्ने मात्र मलाई छ। यति भन्दै आमा भक्कानिनु भएको थियो। त्यो कुरा झन् अझ पनि मलाई राम्रै थाहा छ। सक्नुहुन्छ भने एकपटक प्रयास गर्नुहोस्। म अदालतमा न्याय दिलाउने प्रयास गर्नेछु। न्यायाधीशले आमालाई सम्झाउनु भएको थियो। अब मसँग त्यति हिम्मत छैन। म धेरै टुटिसकेकी छु। तपाईँको अदालतमा मैले मुद्दा जिते पनि उनीहरू उच्च अदालत र सर्वोच्चमा जानेछन्। उनीहरूसँग पैसा र शक्तिको कुनै कमी छैन। मलाई कतै गए पनि छड्दैनन्। मलाई तलमाथि केही भए बच्चाहरू भिख माग्न बाध्य हुनेछन्। मैले शिर लुकाउने ठाउँसम्म पाउने छैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो केस जिते पनि मेरा श्रीमानलाई मैले कहिल्यै फिर्ता पाउने छैन। त्यसैले नभएको दुश्मनी लिएर यी बालबच्चालाई अनाथ बनाउन म सक्दिनँ। आमाले त्यस समय सुनाउनु भएको थियो। ठिक छ, तपाईँको जो इच्छा। म के भन्न सक्छु र? पापीले उसको पापको सजाय पाओस् भन्ने मात्रै हो। म यहाँसम्म यसकारणले आएको छु कि तपाईँको श्रीमानले केही रकम पाउनुपर्ने थियो। सञ्चय कोष, केही बिदाको रकम अनि केही सहयोगको रकम पनि छ। तपाईँ यहाँ हस्ताक्षर गरिदिनुहोस् र यो केही रकमको चेक लिनुहोस्। न्यायाधीशले आमाको हस्ताक्षर लिनुभयो, केही हस्तान्तरण गर्नुभयो र बिदा लिनुभयो। यति बेला पाएको पैसाले हाम्रो घरमा पुनः एक किसिमको खुसियाली ल्याएको थियो। तर मेरो मनमा भने एक किसिमको रिस, द्रोह र बदलाको भाव उम्लेको थियो। मन बेचैन भइरहेको थियो। मनको बेचैनी हो या केले हो, म केही नबोली घुम्ती बसिरहेको थिएँ। मेरो त्यस्तो अवस्था देखेर आमाले सोध्नुभयो, के सोचिरहेको? सन्चो भएन? त्यसपछि मैले आमालाई सोधेँ, बाबाको बारेमा के भएको थियो भन्नुहोस् न। त सानै छस्, पछि आफै बुझ्नेछस्। अहिले खुरु पढेर ठुलो मान्छे बन्नतिर लाग। मेरो कुरा टार्दै आमाले भन्नुभयो, म 11 वर्षको हुँदा मेरो 15 प्रबन्ध भएको थियो। दिदीको गुनियो चोली पनि सँगसँगै भएको थियो। त्यो बेला नरेश काकाले आमालाई गरेको गल्फथी मलाई याद भइरहेको। भाउजूले हामी नजिकको घर परिवारसँग कुनै सल्लाह नै नगरी आफू खुसी भतिजा र भतिजीको कर्म फुकाउने काम गर्नुभयो। यो कुरा मलाई मन परेन भनेर हिउँ खोज्ने काम गर्नुभयो। आमा पनि झिना मसिना कुराले गल्ने खालकी नारी थिइनन्। उहाँसँग सङ्घर्ष, राव र तापबाट गुज्रेकी महिला हुनुहुन्थ्यो। उहाँले नरेश काकाको आरोप सहन सक्नु भएन। उहाँले पनि मुखभरिको जवाफ दिँदै, हिजो हामी मर्यौँ कि बाँच्यौँ केही वास्ता गर्नु भएन। भतिजा भतिजी भोगको नाङ्गो केही याद तपाईँलाई भएन। आज आएर तपाईँलाई छुट्टै मान सम्मान केका लागि गरौँ? दाइलाई मारेको जसरी हामीलाई पनि मारेर सबै सम्पत्ति उम्ल्याउला भन्ठान्नु भएको होला।
म नमरेसम्म च्याउनु पनि सक्नुहुन्न। तपाईँ मेरो पाहुना मात्रै हो, अभिभावक होइन। त्यसैले पाहुनाको स्थानमा बस्नुहोस्। आमाको ठाडो जवाब सुनेपछि डर वा लाजले नरेश काका खाना नखाई त्यहाँबाट अलग हुनुभएको थियो। न्यायाधीश मोहन प्रसाद मुसु मुसु हाँसिरहनु भएको थिए। आमा र काका बीच भएका अरू कुरा त मैले बुझिनँ, तर दाइलाई मारे जसरी हामीलाई पनि मारेर सबै सम्पत्ति कुम्ल्याउला भन्ठानेको होला। म नमरेसम्म सम्पत्ति लिन त के च्याउन पनि सक्नुहुन्न भन्ने आमाको कुरा चाहिँ मनमा बिजिरहेको थियो। मलाई लागिरहेको थियो कि मेरा बुबाको हत्यारा मेरै काका नरेश हुन्। मेरो मनमा बदलाको भाव सवार थियो। आमासँग विगत बुझ्नु थियो, तर आमाले सबै कुरा बताउन चाहनु भएन। एक दिन केराका सबै बोर्डहरू काटेको देखेर आमाले रिसाउँदै भन्नुभयो, बहुलाई किन केराको बोर्ड काटेको? मैले आमालाई रिसमा नै सोधे, भन्नुहोस् त हाम्रा बालाई के नरेश काकाले नै मारेको हो त? सत्य कुरा के हो? आमाले पुनः कराउँदै भन्नुभयो, चुप लाग। कसले भन्यो तँलाई? म चुप लागेर बस्नेवाला थिइनँ। अस्ति तपाईँले नै नरेश काकासँग भन्नुभएको होइन, दाइलाई मारेको जसरी हामीलाई मार्न सक्दैनौ भनेर। मेरो मन शान्त नहुने देखेर आमाले विगतको कुरा वास्तविक सविस्तारमा बताउनुभयो। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साहित्य प्रेमी दर्शक तथा श्रोता महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को हप्तामा पनि हामी यसै समयमा परिदृश्य 2 लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। म दिनेश तामाङ। शुभरात्रि।